नि लकडाउन भएको अनि यहाँ आएर बसेन हामी सिजनमा त्यहाँबाट ढङढङमा लगाएर के होला भने त्यहाँ हेर्दा पछि त नि अलिक बेलुका बेलुका भएपछि त लस्याप बसेर पानी आएको थियो यहाँ छ नि त यहाँ गयो खै यहाँ ठुलो खाने यहाँ गयो तल सौराको त छैन यहाँ त ठुलो खाने मान्छे यहाँको भ्लग बनाउनु पर्यो के बनाउला भाइ यहाँ त पानीको फवारा निस्किन्छ नि ए हो त्यही बनाउनु मन्दिर सन्दिर केही राख्नु क्या त पानी पुरा भ्लग बनाउनु पर्यो भनेको अस्ति अब भोलिको हालेको थिएँ मैले हेऱ्यो कि राम्रोसँग बनाउन आएन कि अब घरमा भिडियो राम्रो बनाउने मान्छे भए त पेप्पा भन्थ्यो कस्तो संसार पुग्थ्यो पानी लाएर जमाएर माथि पौडी खेलेको होइन सुत्यो बत्तल सुतेको त्यो पानी हानेको त्यो रङ त्यो ताल पैसा रङ त हो भिडियो बनायो भने खालि खेल्ने मात्रै अब हान्ने मात्रै त्यो भिडियो कसरी नबनाएको दिन सहित बनाएको पर्छ हजुर त्यसको तेरी जुदाई हामी यता चितवनतिर काठ किन्न आएछौँ होइन कोलाई काठ चाहिन्छ यहाँ कन्ट्याक्ट गर्नु ल कन्ट्याक्ट गरिहाल्नु कोलाई चाहिन्छ काठ सालको काठ सिसौको काठ के चाहिन्छ ट्याक्क कन्ट्याक्ट गरिहालौँ जति भयो नि पाइन्छ यहाँ सस्तोमा पुरानो चितवन पर्सा यस्तो मिल्नु काट्छ सब भैयाहरू नेपालीहरूले कहाँ गर्छ यस्तो काम सब भैयाहरू सर काम गर्नेहरू सब भैया ठेलो जोड मारो ए त आफैसँग जोड मारे काट्न सुरु भयो हैन।
अब कतिखेर हुन्छ कति सक्ने यहाँबाट चाहिँ तान्दैछ होइन यो भैयाले काठ चिरेर सकेन भोर लगाइसक्यो चितवनमा अफ्रे घाम यहाँ पाफेर शिखरमा बस्दैछु कहिले सकिने काठ चिरेर तनाछु भरे राति 5 बजीसम्म पनि चिरे सकिन्नै गयो यार चितवनको पर्सा भन्ने ठाउँमा हो हामी काठ काटिन आएको अङ्कलसँग आफ्नो एरिया मात्रै बनाउँदा कि होइन आफ्नो है आफ्नो एरिया त बनायो नि होइन यहाँबाट उता हेर्नु त पानीको खोलाबाट टाढा देखेको थियो बिचमा पानीको खोला यस्तो बल्छै टोकमा नारायण घरको त्यो पुल ब्रिज नारायण घरको पुल छैन यो एउटा मात्रै सानो छैन होइन यहाँ पनि बनाउनु पर्छ कि यहाँबाट चाहिँ उता चाहिँ मेरो घर चाहिँ पर्दैन होइन खोलाबाट उता पर्दैन है त्यो खोलाबाट यता मात्रै ढल्छ कि चितवन होइन त्यो पानीको खोला कहाँनिर हो पानीको खोला धेरै सही भएको छ है हजुर बाटो के बसबाट गाडी कता जाने छिटो जाने तर छिटो हुन्छ नि त हजुर कता छिटो हुन्छ त्यता काम पनि धेरै रहेछ यता यता पनि देखाउनु न यता यता यत्रो गरी कराएर गाई जो हामी लाइ चाहिँ बाल्दा रहेन हेर्नु नि हो यही चोक 9:30 बजे भरतपुर महानगरपालिका मेयर रेणु दाहालको क्षेत्रको यात्रा गर्दैछौँ यहाँको विकास देखेर हामी तिनछक पर्यो हो यहाँनिर हेर्नु न पानी नै बस्नु नै पालेको हो यही चाहिँ काम त्यसको भिडियो बनाउनु भएन लाइटै रहेछ भरतपुर महानगरपालिका
मेयर रेणुदाहालको क्षेत्र यस्तो हुनुपर्छ। चिकन मेडिकल कलेज जाउँ न। चिकन मेडिकल कलेज, मेडिकल कलेज, चिकन हस्पिटल, यतिकै एक नम्बर भएको खतरा छैन त। बाटो विकास भनेको यस्तो हुनुपर्छ। सफा सुग्घर राम्रो सुन्दर हेर्न पाएको भरतपुर महानगरपालिका। तर के भन्छ अरे सम्म अनि सिधा स्टेट बाटो भयो नि है यति राम्रो विकास गरेको। अन्त तपाईँको सम्म ठाउँ भएर हो कि सबै ठाउँ भएर हो कि काठमाडौँको जस्तो बाटो ठाउँ हुनु भने कहाँ गर्न सक्नु हो। एउटै घर भत्काउनु पऱ्यो तपाईँको 5 वर्ष लागि अड्काइदिन्छ। हेर्नुहोस् है गाई छेउ भरतपुर महानगरपालिकाको विकास राम्रो छैन त। मेयर रेणुदाहालको क्षेत्र कस्तो लाग्छ तपाईँहरूलाई? राम्रो लाग्छ भने लाइभ कमेन्ट संस्था छैन होला यो भरतपुर महानगरपालिका नेपालकै उत्कृष्ट महानगरपालिका। अब नारायणघाट पुऱ्याइदियो। अब हामी यहाँबाट जान्छौँ नुवाको नुवाकोटतर्फको यात्रा। नुवाकोटतर्फको यात्रामा अब यताको बाटो हेर्नु अहिले चिकन त चिकनै हो। यो एरिया पनि त चिकनै पर्छ। यता 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 चाहिँ अब भित्री गरेर बनाएको भयो। अब नगरौँ अब यहाँ त गतिको छैन बाटो गतिको मात्रै भित्र अब सुन्छु बन्द गरिदिनु। अब अहिलेलाई यति नै। अब हामी अब यसलाई यस्तरी आफू पैठाउनु पनि यस्तरी आउँछु। अब यति नै। गुड बाई 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 बाई। ल हामी बाई बाई गरिदिन्छ। बाई भरतपुर बाई महानगर। बाई। ले भिजाएर मुगलिनमा हामी रोटी तरकारी खाँदैछौँ होइन। मुगलिनमा आइपुग्यो चितवनबाट। हिजो चितवन चिरेका राजा आइपुग्यो। फर्निचर नुवाकोट। यसो आँखालाई रेट ग्लोबल आइबी